हेलो नमस्ते सबैजनालाई। आज चाहिँ हामी हाम्रो टिम सेरा खोलातिर जाँदैछौँ। जानु चाहिँ किन जाँडेको भन्नु है फेरि। किन सेरा खोला हामी सुन खोज्न जानु लागेको। अब यहाँ गोलको रिसर्चर बसिरहेको छ पछाडि, मेरो पछाडि। सेरा खोला हामी सुन खोज्नु जानु लागेको छौँ। सरकारले हामीलाई मार्छ होला हौ सुन खोज्दा। अब भाइ अगाडि अगाडि त सन्तोष भयो। त्यस्तो भयो क्या। यता छिर्नु पर्ने रहेछ, फेरि त्यहाँबाट आएर यहाँदेखि फेरि राइट। बाटो चाहिँ एक दुई ठाउँ अलिकति अप्ठ्यारो छ, नत्र त यतिको त ठिकै हो बाटोहरू। हाइड्रोसिल भएकोहरू चाहिँ नआउनु होला, जे पनि हुनसक्छ त्यस्तो खालको छ बाटो। यतै राख्नु हो भाइ, यतै राख्नु। दोकान छैन मासतिर? उहाँ छ रहेछ त, त्यहाँ हाल्दा दिँदैन? यहाँ हाल्दा हुँदैन माथि? यता राख्दा हुन्छ बाइक? हजुर तपाईँ चाहिँ यहीँ छेउमै ल्याउनु पर्छ। कहाँ आएको हामी भन् त? सेरा खोला पौडी खेल्नु। यो चाया धेरै पलायो अनि त्यो चायालाई फ्याल्नुको लागि सेरा खोला आएको। बुझ्यो अब। हजुर कुन हो? यहाँ किनमेल हुँदैछ दोकानमा हाम्रो होइन। खाजा साजा पानी छ, चाउचाउहरू, भुजिया। यो लिनुहोस् न, कति भयो जोड्नुहोस् न। सुहाउने दिदी हुनुहुन्छ। बाटो लागेमा अब हामी चाहिँ चारो बोक्नु भएको मामा? सुँगुर कतिवटा छौ? चारवटा? राम 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 राम, चारवटालाई त है। यस्तो बाटो रहेछ यहाँ, अप्ठ्यारो रहेछ झर्नुको लागि चाहिँ। केटाहरू त्यहाँ पुग्यो सेरा खोला। कुलोको बाटो रहेछ यहाँ चाहिँ। यो चाहिँ कुलो भन्छ है हाम्रोतिर चाहिँ यस्तोलाई। घाँटी ख्याप्प भयो मेरो। खोला यहाँ तल छ, हेर्नु सक्नुहुन्छ। यहाँ यस्तो कुलोको बाटो हिँडेर यार भाइले अप्ठ्यारो बाटो के गर्यो यो भाइले। ऊ त्यहाँ पर पुगिसक्यो। अब चाहिँ हामी सेरा खोला चाहिँ आइपुग्यौँ। नुहाउनु आएको। यस्तो छ बाटो अप्ठ्यारो यार, त्यस्तो अप्ठ्यारो पनि छैन। कुलोको बाटो हिँडेरै गर्नु गर्यो सन्तोषले। वान मिस्टेक सिधै तल। अबे सर्प यी तपाईँहरूलाई हेर्नु, सर्प आम्मा स्नेकै स्नेक। यो अर्जुन चाहिँ यहाँबाट झर्दैछ है, सिँढी जस्तो रहेछ यहाँ चाहिँ। भाइ पनि भाइले कुलो बाटो लिएर अप्ठ्यारो बाटो लिएर आम्मा त्यस्तो लागिसक्यो। म पनि झर्छु अब। सेरा खोला है गाइज, यो जुन सेरा खोला। ओइ तेरिका अप्ठ्यारो धारिलो ढुङ्गा रहेछ। फेरि जुत्ता चाहिँ लगाएर आउनु पर्ने रहेथ्यो, चप्पलमा आइयो। घाँटी ख्याप्प।
यसको अनुसन्धान अब सुन खोज्ने अनुसन्धान सुरु भयो अब यसको ठिकै छ त झऱ्यौँ त अब खै ठुलो पौडी चाहिँ कहाँ छ तपाईँहरूलाई म मिनी झरना पनि देखाइदिन्छु वाटरफल सानो अर्जुन पारी जाँदैछ यहीँ हो पौडी हाम्रो गन्तव्य यही हो यहीँ खेल्ने हो आउने तपाईँहरू पनि सेरा खोलामा उता त घुमाइदिन्छ होला यार म चाहिँ बस्दैछु अब खोलातिरै पौडीमा आमा तान्दै रहेछ नि त अनि यस्तो ढुङ्गाहरू आउँछ जस्तो त यहीँ खेल्छु छेउमा यहीँ छेउमा खेल्ने छेउमा यहाँ त त्यो उयो ढुङ्गाहरू गुडुङ गुडुङ आउँछ यार आनन्दले डुब्ने यसरी बगायो कस्तो आनन्द आइरहेको छ यार आम्मा चिसो पानी हो आम्मा मजा आइरहेछ चिसोले भिज न दामी भइरहेछ दामी सेरा खोलामा चाहिँ चाया फाल्नु आएको क्या चाया एउटाले ढुङ्गा फुटाउनु सुरु गरिहाल्यो अब हेर्दैछ ढुङ्गाभित्र फुटाउँदै अस्तिदेखि यसलाई कसले भन्दैछ हौ ढुङ्गामा सुन्नुहुन्छ भनेर वाक्कै लगाइसक्यो यसले खोला त आउनै हुँदैन मार्तोल बोकिहाल्छ ढुङ्गा फुटाउ छिनो पनि लिएर आएको छ यसले आज त हामी चाहिँ नि अब खाजा खाँदैछौँ चौधो डिसबल भाइले बनाउँदैछ अब यो खाएर चाहिँ हामी यहाँ फ्याल्दैनौँ बोकेरै लान्छौँ है लानु चाहिँ फेरि खोलामा त फ्याल्नु भएन नि त त्यो भएर हामी बोकेरै लान्छौँ म त्यो चाहिँ ढुङ्गै फुटाउँदैछ ऊ पर देख्नुभयो ऊ त्यहाँ हामीले चाहिँ यसरी हामीले लुको खानेकुराहरूको प्लास्टिकहरू बोकेरै लाँदैछौँ खोलामा त फ्याल्नु भएन त्यसैले त्यहाँ पुग्यो
अब हामी फर्किँदैछौँ घरतिर। पाइप रहेछ यहाँ। बाख्राहरू पनि टुरमा आइरहेको छ यता। आमा छोरा हेर केही पनि होइन हौ, यो खानेकुरा होइन, झर्छ अहिले, खानेकुरा होइन भन्दैछु। खालाई जस्तो गरेर पो हेर्छ त। यो चाहिँ छोरो होला, छोरो काले मोरो। त्यही हेर्नु नि घर कस्तो मजाको चिटिक्क क्या दामी दामी आउँदैछ अर्को। धान खेती हुँदो रहेछ यहाँ चाहिँ। यसको चप्पल चाहिँ फेरि चिटिक्क घर चाहिँ कसको घर हो, दामी रहेछ। मलाई मन पर्यो यो घर चाहिँ, दामी लाग्छ मलाई। सानो चिटिक्क घरहरू। खेती, धान खेती, माथि केराको बोटहरू टन्ने रहेछ। पानी प्रशस्तै हुँदो रहेछ। जोस् यहाँ चाहिँ पानी पुगेन रहेछ फेरि, किन नकाटेको यता चाहिँ पानी धेरै भएको हो क्या हो। अब हामी लाग्यौँ झोलङ्गे पुलतर्फ। गुल्जुङ 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 क्या मजा आएको। गुल्जुङ 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 गुल्जुङ। फोहोर मैला पनि बोकेर लिएको छौँ, पर राखिदिन्छौँ। अब आफ्नो ठाउँ त आफै सरसफाइ गर्नु पर्यो नि। घुम्नु आउने ठाउँ आएर फ्याल्ने होइन क्या, जहीँ तहीँ रमाइलो गऱ्यो फ्यालिदियो। एकजनाले फ्याल्छ, अर्कोले फ्याल्छ, फ्याल्दा फ्याल्दा कति थुप्रिन्छ होला, आफै विचार गर्नुहोस्। दामी खोला। ओ माथिबाट हामी जुन खेलेको दामी छ, दामी लचक 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 हल्लिँदैछ क्या मजा मजा हुने रहेछ। लचक 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 हल्लिँदा त बल हुने रहेछ हौ, मजा आउने रहेछ। लचक 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 हल्लिँदा हो, हल्लिरहेको छ लचक लचक। पछाडि एउटा मान्छे आउँदैछ, बाटो छोडिदिनु पऱ्यो। दामी देख्दो रहेछ, मान्छे आउँदैछ पछाडिबाट, देख्नुभयो? क्या दामी मजा आउँछ खोला हेर्नै, दामी छ भ्यू यहाँबाट, दामी देख्दो रहेछ। ऊ माथिबाट आएको हामी, अर्जुन सर आउँदै हुनुहुन्छ त्यहाँबाट। क्या मजा आउँछ है, लचक लचक लचक। अब हामी चाहिँ फर्क्यौँ, पौडी सौडी खेलेर फर्केको। पानी पनि पर्ला जस्तो भयो मासतिर, त्यही भएर अब चाहिँ फर्किनुपर्छ भनेर हामी चाहिँ बाटो तताइ